आज चाहिँ गाउँबाट सामान आयो। आज चाहिँ हामी चाहिँ सालजनले गरेर हामी चाहिँ सामान ल्यायो। दाइ र म भएर गयो। सो के छ मेरो फ्यामिलीहरू सबजना ठिकठाक हुनुहुन्छ। म पनि एकदम फिट एन्ड फाइन छु। आजको हामी चाहिँ चिटचाटो गरेर कहाँ जान लागेको होला भने होला। हामी चाहिँ आज सालजनतिर सामान आएको छ हाम्रो घरतिर पठाइदिनु छ। हामी चाहिँ 2टा भएर हिँड्न लागेको 3टा भएर हिँड्न लागेको। यता चाहिँ रेसम छ। यता रेसम मजाले भिडियो बनाउँदै आहा म चाहिँ यता आइरहेको छु। हाम्रो सर चाहिँ हिरो बनेर आउनु भएको छ। आज 5-6वटा केटी पछि लाग्दैन होला जस्तो छ। हामी खेल्ने चाहिँ यो फिल्ड चाहिँ हामी यहाँ चाहिँ बिहान बिहान खेल्छ। यता चाहिँ हामी चाहिँ यता बसपार्कतिर पनि आइसक्यो। हामी चाहिँ अब यता दाइहरू हुनुहुन्छ म भने यता मस्त भिडियो बनाउँदै हिँडिरहेको छु। यता चाहिँ हामी चाहिँ गाडीमा पनि चढिसक्यो। अब चाहिँ हाम्रो यात्रा भनेको सालजनसम्म हुन्छ। अब हामी चाहिँ सो फाइनली हामी चाहिँ सालजनी स्कुलमा पनि आइसक्यो। यता हामी चाहिँ सामान पनि उठाइसक्यो। हामी चाहिँ यो सामान पठाइदिनु भएको थियो गाउँबाट। आज चाहिँ हामी सामान लिन भनेर बुटोलबाट सालजनीले आएको। हामी चाहिँ यता चाहिँ घाम लाग्यो। आज चाहिँ बहुत गर्मी छ। हामी चाहिँ अब यहाँ बसमा बसिसक्यो। अब चाहिँ हामी घरतिर तर्फ लाग्नु पर्ने हुन्छ। हामी चाहिँ मस्त हिँडेको छौँ। अब हाम्रो चाहिँ यति ब्लग हुन्छ। आजको लागि यति। सबले गएर युट्युब च्यानलमा हेरिदिनु होला। आजको लागि यति। हामी चाहिँ अर्को ब्लगमा भेटिन्छ। आजको लागि बाई।